वेलकम टू दिदी बहिनी गार्डन च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ मैले कम्पोस्ट लाउनु पर्यो भनेको थिएँ कि मार्केटबाट हामीले लिएर आउँछु नि त सब्जीहरूतिर लाउनुको लागि। त्यो दिदीले ल्याउनु भएको थियो कि सब्जीमा, यस्तो सब्जीमा लाउँछु कि यो अर्ग्यानिक हो नि त कि यसले राम्रो हुन्छ, फुलमा पनि राम्रो हुन्छ अन्त सब्जीमा पनि हुन्छ। यो चाहिँ आज चाहिँ म लाउनु पर्यो भनेर सोचेको थिएँ कि यस्तोमा यो हिबिस्कसमा बेगुनियामा यतातिर पनि लाउनु पर्यो। लाउनुभन्दा पहिला चाहिँ यसरी गुडाइ गर्नुपर्छ नि त कि, अन्त गुडाइ गरेर चाहिँ अन्त लगाउनुपर्छ, माटो अलिअलि निकाल्नुपर्छ। यस्तो जिर्नेममा यस्तोमा रोजमा चाहिँ राम्रो हुन्छ, यो रोजमा लगाउने नि राम्रो हुन्छ। यसरी जिर्नेमतिर हो यस्तो लगाउने चाहिँ हुन्छ। अन्त म लाउनु पर्यो भनेर देखाएको कि रोजमा यसमा यो रोजको चाहिँ मैले हिजो यस्तो पट चेन्ज गरेको छु कि साह्रै सानो भयो होइन, तिर लगाउँदा राम्रो हुन्छ। यो हिबिस्कसमा लगाउँदा पनि राम्रो हुन्छ। यसरी गरेर लगाइदिनुपर्छ। यो चाहिँ दिदीहरूले कहिले दिएको 2 वर्ष भइसक्यो यो पालि मैले पट चेन्ज गरिदिएको छु कि। अन्त हेरौँ अब कस्तो फुल्छ। फुल्ने चाहिँ कलर चाहिँ राम्रो छ। अब कतिको सर्भाइभ गर्छ यसले, यसरी लाउनुपर्छ कि अन्त राम्रो हुन्छ। अहिले त वेदर राम्रो भएको छ, घाम लागेको छैन, शीतल छ, अलिअलि पानी हुँदैछ। यसरी लगाइदिनुपर्छ बेगुनियातिर, यसमा चिनीमा पनि लगाइदिनुपर्छ। चिनीतिर राम्रो हुन्छ यो चाहिँ, ठुलो ठुलो चिनीमा पनि यो राम्रो हुन्छ। यो लगाएर चाहिँ यसरी गरेर लगाइदिनु। यो एजेलियामा पनि अलिअलि यस्तो गरिदिनुपर्छ। यो चाहिँ कर्मी भएर होला कि एजेलिया चाहिँ अहिले चाहिँ फुलेको छैन, विन्टरमा चाहिँ राम्रो फुल्छ। अहिले चाहिँ कर्मी भएर होला फुल्नु सकेको छैन। यस्तो भइरहेछ, झिङ्गी देखिरहेछ। जिम्मेतिर पनि यसरी हालिदिनुपर्छ। हालेर चाहिँ अलिकति यसो माटो कोट्याइदिनुपर्छ कि, अन्त सेट हुन्छ नि त यो। यसरी गरेर यसरी गरिदिनुपर्छ। आरू पनि छ कि जिर्ने, मैले कटिङ सारिरहेको छु, भाइले ल्याइदिनु भएको थियो मिरिकबाट। त्यसको पनि सार्नुपर्ने छ मलाई, पटमा सार्नुपर्ने छ त्यो पनि। यो पनि सबै भाइले ल्याइदिएको, 3टा कि 2टा चाहिँ मैले किनेको थिएँ। नकिन भन्छ, म किन्नु भनेको भाइले ल्याइदिन्छु भन्नुहुन्छ नि त कि, अन्त त्यही कारणले मैले अहिले चाहिँ किनेको छुइनँ, भाइले नै ल्याइदिनु हुँदैछ। यस्तो बनाइदिने यसरी गरेर राम्रो हुन्छ। यो पनि सब्जीमा पनि राम्रो हुन्छ, यो चाहिँ फुलमा पनि राम्रो हुन्छ। मैले यहाँ अनलाइन मगाएको छ नि यो मेरो बेगुनिया, त्यसमा पनि हालिदिन्छु। यो त सर्भाइभ गर्नु पनि सकेको छैन। यो केनालीले चाहिँ यताबाट भएको छ, अब फुल्छ कि फुल्दैन चाहिँ मैले कटिङ सारेको छु। यसरी गरेर यस्तो गरेको छु। अब चाहिँ राम्रो हुन्छ होला, फुल्छ होला। यसरी गरेर हजुरहरूले हेरिदिनुहोस्। हेरिदिनुको लागि थ्याङ्क यू सो मच।